हेलो गाइज वेलकम टु माई भ्लग हुन्छ आराममा हुन्छ म चाहिँ आज यसो यो 1700 तिर आएको थिएँ है अनि यहाँको यहाँ खाजा खाने ठाउँ रहेछ के अनि त्यो भएर यसो यहाँको गतिविधिहरू चाहिँ तपाईँहरूलाई देखिरहेको छु है त सानोमा बसौँ बस्नु म चाहिँ यसो यहाँ आज एकदम यहाँ खाजा खानको लागि चाहिँ नि ठाउँ पनि राम्रो रहेछ त्यसो चाहिँ यहाँको देखाउँदैछ है त हजुर नमस्कार म यसो भ्लग बनाउन आएको क्या है होइन ठिक छ दाइ यहाँ खाजा यहाँ खाम भनेर आएको के पाइन्छ दाइ यहाँ यसो यहाँको बारे भन्दैन माछा लोकल माछा झोल फ्राई माछा गुङ्गुरको मासु सुकुटी चिकन भटमासहरू मासहरू लोकल काँक्राहरू लोकल आइटमहरू बढी जस्तो अर्ग्यानिक लोकल आइटम अर्ग्यानिक ब्रोइलरहरू मात्रै विकासी भयो हजुर हजुर दाइ ल यसको लागि धन्यवाद सबैलाई नमस्कार मेरो पाहुना जनहरू सबैलाई मेरो नमस्कार एकदम हृदयदेखि नमन आउनु होला हैन सम्झेर आउनु होला सेवा गर्ने मौका दिनु होला एकदम सेवा गरिदिनु सेवा गर्ने मौका दिनु होला है एकदम सेवा गरिदिनु मौका दिनु होला नमिठो यस्तो भएन यस्तो भएन भनेर सिकाइदिनु होला एकदम दाइ हो एकदम ल दाइ हस् हस् दाइ हस् यस्तो भएन भनेर सिकाइदिनु होला ल है भाइहरूको नि खाजा मिठो पाइन्छ यहाँ हैन ल ठिक छ ल धन्यवाद पुरै अर्ग्यानिक पाइन्छ हैन हैन राम्रो रहेछ यहाँ खाजाको लागि चाहिँ नि बस्ने ठाउँहरू पनि सो व्यवस्थित रहेछ है त त नि राम्रो रहेछ त्यो कारण चाहिँ नि हामी आज यो हेरेर चाहिँ नि यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने पनि सब्सक्राइब गरेर जोडिनु होला भन्न चाहिँ चाहन्छु है त यो भिडियोलाई माया गरिदिनु होला पनि भन्न चाहन्छु एकदम सुन्दर दृश्य फुलहरू भयो है त अब तपाईको मान्छे धाइ नधाइ हुन्छ दाइको भनिहाल्नु लिनु न भन्नु न साउन्ड के पाइन्छ यसो भन्दैन न हाम्रो होटलमा यो पाइन्छ भन्दैन के हो त नि अनि भने के को लाज हो नि आफ्नो हो नि त नि सुन यस्तो लाज गर्दा तपाईको इन्डिया गर्ने मान्छे धेरै आउन सक्छ हो नि त फेरि हो पनि हुन्छ के हैन तपाईँ के जान्छ र यस्तो पाउँछ यस्तो यस्तो पाउँछ भनेर भन्दैन के माछाहरू पनि पाइन्छ है लोकल रक्सीहरू हजुर लोकल कुखुरा सुकुटीहरू हजुर हजुर
ल त यति भन्दा यो ठाउँबाट ओजेल पनि जान्छु। हस्त नमस्ते, तपाईँहरूको दिन शुभ रहोस् है त।